अनि बाले छोराहरूलाई मात्रै बजेट नदिएको हो कि भनेर हेरेको त भइले एक दुईजना चेलीबेटीसँग कुरा गरेको, छोरीहरूलाई पनि दिएर रहेछ कि। समस्या त छोराहरूमा मात्रै रहेन रहेछ, छोरीहरूमा रहेछ। हाम्रो नेताहरू तपाईँहरू जो हुनुहुन्छ सम्मानित हुनुहुन्छ, तपाईँहरूको कन्ट्रिब्युसन डेमोक्रेसीको निम्ति तपाईँहरूले गर्नुभएको कन्ट्रिब्युसनप्रति हामी सदा तपाईँहरूलाई श्रद्धा गर्छौँ। तर आज छातीमा हात राखेर एकताल पशुपतिनाथमाथि उभिएर सोच्नुहोस् त, तपाईँहरू के गर्दै हुनुहुन्छ? जनता 5वटा जिल्लाभित्रका मात्रै नेपाली नागरिक हुन् त? हाम्रो कर्णालीको, हाम्रो मुगुको, हाम्रो मुस्ताङको, हाम्रो मधेसको, तराईको, पहाडको 5 जिल्ला बाहेक 72 जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन्? तपाईँहरूलाई अलिकति दया लाग्दैन? अलिकति भित्र हरि हुन्छ नि, हरि थोरै, त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो। त्यहाँका नागरिकमा को गाउँमा किसानहरूको चाहिँ भत्किएको कुल अलिकति बनाइदिन पाए हुन्थ्यो। सिँचाइको निम्ति एउटा सानो बोरिङ त्यहाँ गाडी दिन पाएको भए हुन्थ्यो। भोलि पर्सि म पूर्व जाँदाखेरि त हाम्रो सुनिल भाइले बाटामा रोकेर कमसेकम एउटा माला लगाइदिन्थ्यो कि। पश्चिमतिर जाँदाखेरि हाम्रो माननीय चन्द्र भण्डारीले अर्को माला लगाइदिनु हुन्थ्यो कि। तपाईँहरूलाई अलिकति त्यो विवेक, यसलाई विवेक भन्छ। मान्यज्यूहरू, मन्त्रीज्यूहरू, यहाँहरूलाई म आग्रह गर्न चाहन्छु, भाषा मेरो अशिष्ट भएछ भने म क्षमा माग्न चाहन्छु। तर एउटा कुरा तपाईँहरूलाई सम्मानजनक ढङ्गले म भन्न चाहन्छु, तपाईँहरूको हृदय छ कि छैन? नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन?